बलले बलाउँदै दुर्घटना गराउने भनेको हाम्रो पाइप र रेगुलेटर। यो प्लास्टिकको पाइप यो 2072 सालदेखि बेन्ड भएको ग्यासमा चलाउन मिलेन। बजारमा चाहिँ पाइन्छ किन यस्तो पेट्रोल डिजल डिजलमा युज हुन्छ। त्यसैले बिक्री वितरण भइरहेको छ भने हामीले यो तपाईको ग्यासमा चाहिँ हामीले युज गर्न मिलेन। यसले के गर्छ दुर्घटना गराउनुको साथै प्लस यसले के गर्छ हाम्रो चुला रातो बल्छ भ्याभ्याप गर्छ भाडाको पिनमा कालो लाग्छ नि। त्यो चुलाको समस्या होइन समस्या भनेको यही पाइपको हो। किन यो डेट नभएको ट्याङ्की आइसकेपछि यसबाट फोहोर मैला लेदो लिक्विड आउँछ। त्यो लेदो लिक्विड यो प्लास्टिकको यसले सोच्दैन सिधै चुलोमा आउँछ र हाम्रो चुलामा समस्या गराउँछ। एक अर्को हाम्रो दुर्घटना गराउने भयो। किन यो प्लास्टिकको यो मुसाले खान्छ बच्चाले काट्छ आगोले सिधै पाल पार्न सक्छ। र हामी धेरै पछि के गर्छौँ हाम्रो यो ट्याङ्की कुनामा छ तपाईँ यहीँ बाल्ने यहीँ निभाउने गर्नुहुन्छ यसलाई छुँदै छुँदैन। यसलाई नछोइसकेपछि के भयो भने हाम्रो चुलोसम्म ग्यास आयो कुनामा छ मुसाले काट्न सक्यो बच्चा बच्चीले काट्न सक्यो मुसाले काट्न लिक भयो भने यसरी दुर्घटना हुने भइरहेको छ र भएको पनि छ। त्यसैले हामीले रेगुलेटर चाहिँ अनिवार्य रूपमा अफ गरिदिनु पर्ने हुन्छ। तर चुलाभन्दा पहिला हजुरले खाना पकाइसकेपछि पहिला तल रेगुलेटर बन्द गर्ने पाइपमा भएको बलिसक्छ अनि चुला बन्द गर्ने। हामीले पहिले चुला बन्द गरेर पछि रेगुलेटर बन्द गऱ्यौँ भने के हुन्छ पाइपमा हाम्रो ग्यास बस्छ त्यही लिक भएर दुर्घटना हुने हुन्छ। त्यसैले यो खालको पाइप हामीले रेगुलेटर हामीले युज गरिदिनु भएन। चुलो बिग्रिनुको साथै दुर्घटना हुने भएन। तर रेगुलेटरको विषयमा यो रेगुलेटरबाट कसरी दुर्घटना हुन्छ भनेदेखि यो रेगुलेटर हामी युज गरिरहेका छौँ तब जबसम्म हामी यो बिग्रिँदैन तबसम्म हामी यो युज गर्छौँ। तर त्यो होइन हामीले वार्षिक रूपमा 2 चोटि चेन्ज गर्नुपर्छ। यदि सक्दै सकेन भने 1 चोटि चाहिँ चेन्ज गर्नै पर्ने हुन्छ यदि नबिग्रियो भने। किन यसले साल पुगेपछि अटोमेटिक ग्यास लिक गर्छ 3 ठाउँबाट। एक ठाउँ यहाँबाट गर्छ हामी त्यो त यसले कन्ट्रोल गर्न सक्यौँ। अर्को यो बन्द गर्दै खोल्दै हजुरको यो कराइसकेको थियो बल बेरिङ थियो यहाँबाट लिक हुन्छ भने हाम्रो यो भ्याकुमबाट हुन्छ। यो 2 ठाउँबाट लिक भएर आगो टिप्यो भने हामीले कन्ट्रोल गर्न सकिएन। र अर्को कुरा यो रेगुलेटर साल पुगेपछि यसको तान क्षमता घट्छ। यसले ग्यास निकालेर बाल्दैन हामी बल्दा बल्दै बलमा छोड्छ सक्यो भनेर पठाउँछौँ। 2 देखि 4 किलो नर्मली ग्यास रहेको हुन्छ। यहीँ परतिर अघि हामीले 8 किलो भेटाएको सक्यो भनेर उहाँले कुनामा राख्नुभएको चेक गर्दा 8 किलो थियो। किन यसले तान्नै सक्दैन। उहाँले रेगुलेटर युज गर्नुभएको कति वर्ष भन्दाखेरि 7 वर्ष मात्रै भएको छ। त्यसो भएको हुनाले त्यसैले यो चाहिँ हामीले फेरि राख्नुपर्ने हुन्छ। र बन्द नगर्दाको बेफाइदा के त एक त यहाँदेखि चुलोसम्म ग्यास पुग्यो लिक भएर दुर्घटना हुने भयो भने हजुरले देख्न सक्नुहुन्छ यहाँ एउटा सानो पोइन्ट छ यहाँ पुवाल छ। यो पुवालबाट 20% ग्यास कन्टिन्यू गइरहेको हुन्छ यो बन्द नगर्दा। तर यो ग्यास गनाउँदैन बल्दैन त्यही भएर थाहा हुँदैन। तर ग्यास भने गइरहेको हुन्छ यसलाई सूक्ष्म लिकेज भन्छ। यो प्रेसर भएर विस्फोट हुन आँट्यो भने ओभरफ्लोको लागि राखेको यो सूक्ष्म लिकेज। त्यसैले यसलाई हामीले बन्द गर्नुपर्ने हुन्छ है त। अब हाम्रो कुनै ट्याङ्की अलिक छिटै सकिन्छ भने कुनै अलिक टिक्छ यस्तो भइरहेको छ। किन 1-20% यहाँबाट गयो यसले तान्न सकेन 2-4 किलो यहीँ छोडिदियो। र अर्को हाम्रो यो डेट नभएको ट्याङ्की आयो भने यसमा फोहोर मैला लेदो लिक्विड बेसी ग्यास कम आयो छिटो सक्यो त्यही लेदो लिक्विड आएर हाम्रो होइन चुलो पनि समस्या गरायो त्यो लेदो लिक्विडले है। अब तपाईँको यो ट्याङ्कीको विषयमा यसको डेट हुन्छ 10 वर्षको डेट दिएको छ कम्पनीले यसको आयु भनेकै 10 वर्षको हो। यसको डेट कहाँ हुन्छ भन्नुहुन्छ भने यो 3वटा पत्ता त देख्नुभयो हजुरहरूले। यो 3वटा पत्तामध्ये कुनै एक पत्ताको भित्रपट्टि भागमा फरक रङले कोतेर लेखेको हुन्छ। दुईटै पत्ता रातो हुन्छ भने डेट भएको पत्ता फरक रङको हुन्छ। जस्तो यो पत्ता रातो छ हजुरले देख्नुभयो यो पत्ता पनि रातो छ भने यो पत्ता रातो छैन हो तपाईँको यही रङ हुन्छ भन्ने हुँदैन। तपाईँको रातो बाहेकदेखि फरक रङको हुन्छ है। जस्तो यहाँ लेखेको चाहिँ यसको डेट हो। यसमा डेट कति लेखेको छ हजुरको A28 हो। यो A28 को अर्थ के लाग्छ त भन्नुहुन्छ भनेदेखि तपाईँको A को ठाउँमा हजुरले A पाइहाल्नुभयो B C D सम्म पाउनुहुन्छ। A ले 3 महिना B ले 3 महिना C ले 3 महिना D ले 3 महिना है। 12 महिनालाई 4वटा अल्फाबेटले 4वटा ग्रुपमा 3-3 महिनाले छुट्याइदिएको हो भने हजुरको चाहिँ यो डेट चाहिँ एक्सपायरी डेट हो। यो इङ्ग्लिस डेट हो 2028।